हेलो साथीहरू, नमस्कार। तपाईहरुलाई मेरो च्यानलमा फेरि पनि एकपटक स्वागत छ। सायद यो मेरो दोस्रो भिडियो होला। आज म के भन्न आएको भने 2-4 दिन पहिले मेरो च्यानलमा एक कपिराइट स्ट्राइक आएको छ। यस कपिराइट स्ट्राइकको कारणले गर्दाखेरि भ्युजहरु एकदमै कमी गइरहेको छ। मतलब 1-2 मात्रै गइरहेछ। कतिपय भिडियोहरु त 0 भ्युजमै छ भनौं न। अनि स्ट्राइक त आयो। अब युट्युबले मेरो भिडियोहरु कुनै पनि सजेसनमा पठाउनै छोड्यो के। अब यसलाई कसरी अगाडि बढाउनु पर्ने भनेर म चाहिँ एकदम लागि परिरहेको छु। तपाईहरुले यसो भिडियो हेरेर लाइक कमेन्ट गरेर सहयोग गरिदिनु पर्यो। भिडियोलाई च्यानललाई अगाडि बढाउन सहयोग गर्नु पर्यो हो साथीहरु। यही बिन्ती बिसाउन आज यो भिडियो लिएर तपाईहरुको सामु आएको छु। मलाई थाहा छैन यो भिडियो सजेसनमा जान्छ जाँदैन, तपाईहरु समक्ष पुग्छ पुग्दैन थाहा छैन। तर पनि कोसिस गर्दैछु, जारी छ कोसिस। यो स्ट्राइकको अनुभव मैले पहिलोचोटि गरेको छु साथीहरु। के तपाईहरुले पनि यसको अनुभव लिइसक्नु भएको छ भने कमेन्टमा यसको उपाय बताइदिनु होला। यदि तपाईहरु पनि नयाँ युट्युबर हुनुहुन्छ, च्यानललाई ग्रो गर्न चाहनुहुन्छ भनेदेखि अरूको कन्टेन्टदेखि एकदमै अवेर रहनुहोस्। एकदमै टाढा हेर्दा पनि नहेर्नु। उहाँहरुको कन्टेन्ट त हेर्नुहोस्, तर उहाँहरुको कपी कहिल्यै नगर्नुहोस्। कपी गरेर तपाईले जस्ताको तस्तै राख्नु भयो भने मेरो जस्तै समस्या आउनेछ। त्यसैले यस कुराबाट एकदमै बच्नु। यस भिडियोले तपाईहरुलाई पनि यस स्ट्राइकबाट बच्नलाई थोरै मद्दत गर्नेछ। र यदि तपाईहरुलाई मद्दत गर्यो भने मेरो भिडियोलाई लाइक कमेन्ट सब्स्क्राइब गरेर अगाडि बढाउनलाई मद्दत गर्नुहोला। हस्त धन्यवाद।